यति बेला नेपाली सिने जगतमा बिछोड भएर फेरि मिलाप भएको एक जोडी निकै चर्चामा चलिरहेको छन्। त्यो जोडी हो सौगात मल्ल र सृष्टि श्रेष्ठ। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए, तर बीचमा केही कुरा नमिल्दा खटपट परेपछि ब्रेकअप भएको थियो। यो कुरा गोप्य भने थिएन। उनीहरूको प्रेम सम्बन्ध र ब्रेकअप दुवै बारे सबैलाई खुलेआम थाहा थियो। तर हालसालै भएको भाइरल गोर्खे फिल्मको प्रिमियरमा देखिएको दृश्यले सबैलाई चकित बनाइदिएको छ। प्रिमियरमा सौगात मल्ल र सृष्टि श्रेष्ठ बेहुला बेहुली जस्तै सजिएर सँगै उपस्थित भएका थिए। त्यति मात्रै होइन, भाइरल गोर्खे फिल्ममा उनीहरू सँगै स्क्रिन शेयर पनि गरेका छन्। धेरै समयपछि उनीहरू फेरि सँगै देखिनुले उनीहरूको सम्बन्धमा सुधार आएको छ कि फेरि नजिकै गएका हुन् कि भन्ने चर्चा स्वाभाविक रूपमा सुरु भएको छ। अहिलेको अवस्था हेर्दा उनीहरूको सम्बन्ध फेरि राम्रो हुँदै गएको संकेत देखिन्छ। त्यसैले सबैको मनमा एउटै कामना छ, सौगात मल्ल र सृष्टि श्रेष्ठको जोडी अब नछुटियोस्। फिल्ममा उनीहरूको किस सिन पनि रहेको छ र त्यो सिन सौगातसँग सजिलै दिनु उनीहरू बीचको सहजता र नजिकपनको संकेत हो कि भन्ने बुझाइ पनि रहेको छ। अब प्रश्न एउटै छ, साच्चीकै सौगात र सृष्टि बेहुला बेहुली बन्लान् त? भोलिका दिनमा उनीहरूको सम्बन्ध कुन मोड लिन्छ त्यो भने समयले बताउला। तर अहिलेका लागि सृष्टि श्रेष्ठ सौगातसँग खुसी देखिएकी छिन्। यो खुसी सधैँ कायम रहोस् भन्ने चाहना सबैको छ।